रेलैमा आएको सोल्टिन सोल्टिन एकजना सोल्टिँदै यता पनि पल्टिन जाउला रेलैमा चढेर गोर्खा पल्टन हप्ती छु तँ खालके मलाई लिन आमा तिमीहरू त है बल्ल बल्ल पल्टनबाट बल्ल 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 उस्तादलाई भनेर 10 दिनको छुट्टी लिएर आएको एक दिन साथी भेट्नु लाग्यो है आउँदैन सही लिनु मलाई लिनु आउँदै थियो भने त हप्तै थियो कस्तो तर्साइदिएको अर्कालाई त्यो गाउँमा कार्पेटिङ भइसक्यो भन्नुपर्छ नि कमसेकम एउटा गाडी त म कहाँ टेकिदिइहाल्थेँ त हौ पल्टनै पो त हौ पुरा गरिहाल्छ नि त आउने बित्तिकै के ल्याइदिस् हामीलाई चाहिँ यसो देखा न अब साथी कसरी आइस बाटोमा केही तलमाथि भएन के ल्याइदिस् मात्रै कमसेकम गाउँमा एउटा रोड आएको छ भन्नु छैन अटो पत्तो छैन म कमसेकम गाडी ल्याउँ त्यति बेला गाडीमा सबै चढेर जान्थेँ बाउ कस्तो छ बाउ एकदम ठिक छ बाउले तेरो लागि एउटा दामी चिज पनि ल्याइदिइरहेको छ घरमा के ल्याइदिएछौ फेरि हिँड्न घरको के अन्त लौरेको बानी चालिसम्म गएको छ है लौरेको बानी जान्छ जान्दैन हिँड्न अन्त घरमा तेरो लागि घरमा एकदम दामी सरप्राइज ल्याइदियो के सरप्राइज भन्नु अब योपालि चाहिँ तेरो त्यही हुन्छ ए बुढो जहिले पनि बिहे मात्रै सुन न शान्तिले बिहे गरेछ शान्ति शान्ति त्यो डम्बर अङ्कलको छोरी डम्बर बुढोको छोरी त हो अब शान्ति रहेन शान्ति शान्ति त आन्टी भइसक्यो 2टा नानीको आमा भइसक्यो के को शान्ति शान्ति त्यही शान्तिले गर्दा त म त्यो शान्तिलाई पाउनु लागि त्यसको बाउले चाहिँ तँ शान्तिलाई लान्छस् भने पल्टनेमा